सर त्यहाँ सुनिल लम्सालजीको गाडीमा कारबाही गर्न मिल्छ जानुहुन्छ सर? बुझ्छु एकपटक। अनि अरू गाडीहरूमा विल लक लगाउँदा कसैसँग बुझ्नु परेन सर? मन्त्रीजीको गाडीमा बुझ्नु पर्ने भयो? होइन त्यस्तो होइन, बुझ्छु म चाहिँ। कालो सिसाहरूलाई पनि कारबाही भइरहेछ, नो पार्किङलाई पनि सबलाई भइरहेछ है। यहाँ अगाडि सुनिल लम्सालजीको गाडी छ, उहाँले कारबाही गर्नुहुन्छ? म यो ट्राफिकहरूलाई यति मात्रै अनुरोध गर्छु सर, हिम्मत देखाउनुहोस् न, हामी छौँ साथमा, कारबाही गर्नुहोस् न सर। मैले पटक पटक भनेको छु गाडीलाई कारबाही गर्नुहोस्, तर पुलिसहरू अरू सबै गाडीलाई कारबाही गर्यो, मन्त्रीको गाडीलाई किन कारबाही हुँदैन? यो क्यामेरा हेर्नुहोस्, उहाँले आज यदि म नआएको भए उहाँहरूको प्रोग्राम राम्रै हुन्थ्यो, म आएर उहाँहरूको कार्यक्रम नै बिथोलियो। जति बेला मैले यी ट्राफिक साथीहरूलाई भने नि मन्त्रीको गाडीलाई कारबाही गर्नुहोस्, हिम्मत आँट केही काम गरेन। अनि ट्राफिक प्रहरी पनि पहिलाको नेताहरूसँग उहाँहरूलाई डर लाग्थ्यो, अहिलेको नेतासँग पनि डर छ। ट्राफिकहरू के गरोस् त, माथिबाट वकिटकीमा आदेश आउँछ, सञ्चारकर्मीसँग नबोल्नु, रोजर रोजर, चुपचाप फाइन काट्नु, रोजर रोजर, चुपचाप टार्गेट पुरा गर्नु, रोजर रोजर। हामीले ट्राफिक व्यवस्थापन त राम्रो गर्नुपर्ने हुन्छ, पार्किङको व्यवस्थापन राम्रोसँग गर्नुपर्ने हुन्छ। अहिले सिंहदरबारभित्र जुन खालको छ नि अहिले ट्राफिकहरूले, तपाईँले मैले यहाँ देखिरहेको छु ट्राफिक प्रहरी पनि हिँडिराख्नु भएको छ होइन। प्रहरीहरू एक प्रकारको निरीह देखिरहेको छु, प्रहरीहरू लाचार देखेको अवस्था। मैले अहिले फिल्डमै हाम्रो क्यामेरामै रेकर्ड भएको छ, त्यत्रो दर्जनौ प्रहरीहरू हामीले क्यामेरा अन गर्न बित्तिकै एक किसिमको भाग्या जस्तो भयो कि मन्त्रीजीको नाम। सुन्नु न, त्यो तपाईँले देख्नुभयो, मैले देखिनँ।